हेलो गाइज वेलकम छ तपाईँहरूलाई मेरो नेक्स्ट मिनी ब्लगमा है। मेरो आजको मिनी ब्लगको सुरुवात चाहिँ मम्मीले पकोडा बनाउँदै हुनुहुन्छ। नाइस। आज चाहिँ यही गाइज हाम्रोतिर पनि मौसम चाहिँ बिहान चाहिँ ठिकठाकै थियो। हेर्नुहोस् न, ठिकठाकै उज्यालो भएको थियो है। अब भने चाहिँ यही गाइज यहाँ मेरो थोरै काम थियो। यहाँ म र ड्याड मिलेर होइन यो बाख्राको वरिपरि यहाँ हावा आउँछ भनेर प्लास्टिकले हामी चाहिँ वरिपरि कभर गर्ने काम गर्दैछौँ है गाइज। तपाईँहरूले है मेरो बाख्राहरू हेर्न सक्नुहुन्छ, मेरो बाख्राहरूको चर्ती कला। त्यसपछि चाहिँ है गाइज मेरो थोरै पञ्चमीमा काम थियो नि त, त्यही भएर म चाहिँ कामले गर्दाखेरि है ड्याडको बाइक लिएर पञ्चमी आएको छु। हेर्न सक्नुहुन्छ है, म चाहिँ यहाँ वेट गर्दैछु, मेरो चाहिँ काम हुँदैछ नि त भित्र। हेलो गाइज अब भने म टक्कसँगले बजार चाहिँ नि आइसकेको छु अब होइन। मेरो काम भइसकेको छ। अब भने म आलु खन्नको लागि जाँदैछु है। मम्मी पापा चाहिँ अघि गइसक्नु भएको छ आलु खन्नु। अब मेरो पालो म चाहिँ कोदालो बोकेर जाँदैछु है। हेर्दै गर्नु होला, म तपाईँहरूलाई देखाउने छु अहिले है। हामीले चाहिँ यहाँ थोरै आलु रोपेको थियौँ। मम ड्याडले चाहिँ अगाडि नै आएर यहाँ खन्नु हुँदै रहेछ है। म चाहिँ पञ्चमी जाने काम थियो र थोरै ढिलो आइपुगेँ नि त, अनि यहाँ खन्नु पनि ढिलो आउँदैछु। के छ भने गाइज चाहिँ अब भने चाहिँ हामीले चट्टसँग यहाँनिर खन्नु पर्ने हुन्छ होइन। फाइनली है अब भने चाहिँ हामीले आलु खनेको छौँ, खनिसकेको छौँ है। अब भने चाहिँ हामीहरू टक्कसँगले ल्याएर घर जानुपर्ने हुन्छ। हेलो गाइस हेर्न सक्नुहुन्छ, अब भने हामीहरू आलु सालु खनेर घरतर्फ लाग्दैछौँ। आलुको भारी हेर्न सक्नुहुन्छ, एक बोरा अलिकति निस्किएको छ है। टक्क रोप्ने मान्छे चाहिँ यहाँ हुनुहुन्छ, हाम्रो ग्रिन के भन्छ ज्याकेट लगाएर। अनि म चाहिँ पछि भरि हिँड्दैछु।